आज हामी सिंह र खरायोको एउटा पुरानो कथाको विश्लेषण गर्दैछौँ। तर यो बालबालिकाको कथा मात्रै होइन, यो त शक्ति, मनोविज्ञान र बुद्धिको विजयको बारेमा एउटा गहिरो रणनीतिक पाठ हो। आउनुहोस् यो कथाभित्र लुकेका रहस्यहरूलाई अझ नजिकबाट निहालौँ। हो, यो विश्लेषणले एउटा पुरानो तर सधैँ सान्दर्भिक प्रश्नको जवाब खोज्छ। जब शत्रु आफूभन्दा कैयौं गुणा शक्तिशाली हुन्छ, तब उसलाई कसरी हराउने, कसरी बुद्धिले अपार शक्तिमाथि जित हासिल गर्न सक्छ। ल, हाम्रो कथाको सुरुवात हुन्छ एउटा विशाल जङ्गलबाट। यो जङ्गलमा एउटा प्राणीको क्रूरताले यस्तो आतंक फैलाएको छ कि त्यहाँ सधैँ डर र त्रासको मात्रै माहौल छ। अब यहाँको खास समस्या के थियो भने नि, त्यो सिंह केवल एक शिकारी थिएन, ऊ एक तानाशाह जस्तै थियो। उसलाई भोकले भन्दा पनि आफ्नो धाक जमाउन, आफ्नो नियन्त्रण देखाउन अरूलाई मार्न मन पर्थ्यो। उसको शासन नै डरमा टिकेको थियो। अनि जङ्गलका अरू जनावरहरूले के बुझे भने, अब त अत्ति भयो, यस्तै चल्ने हो भने त एक दिन जङ्गल नै रित्तिन्छ। यही डरले उनीहरूलाई एउटा समाधान खोज्नका लागि हतार हतारमा एउटा बैठक गर्न बाध्य बनायो। अब आफ्नो ज्यान जुगाउन उनीहरूले एउटा योजना त बनाए, तर त्यो योजना यस्तो थियो जसले उल्टै सिंहको शक्तिलाई झन बलियो बनाइदियो। उनीहरूले के गरे भने सिंहसँग एउटा डिल नै गरे। हरेक दिन एक जनावर आफै उसको आहारा बन्न जाने र बदलामा सिंहले अरू कसैको शिकार नगर्ने। यो डरले जन्माएको एउटा दुःखद सम्झौता थियो। अनि सिंहलाई के चाहियो र? बिना मेहनत शिकार पाउने अनि सबै जनावर आफूसँग डराएको देख्दा उसको अहंकार झन बढ्यो। त्यसैले त्यो समाधानले त अत्याचारलाई नै एउटा नियम बनाइदियो। तर कथाले अब एउटा रोचक मोड लिन्छ। जब पालो आयो एउटा सानो खरायोको, तब रणनीति समर्पणबाट मनोवैज्ञानिक युद्धमा बदलिन लागेको थियो। अरू जनावरहरू त आफ्नो मृत्यु निश्चित छ भनेर निराश हुँदै जान्थे, तर यो खरायो, यो त शान्त थियो, किनभने उसको शक्ति शरीरमा होइन, दिमागमा थियो, र यही क्षणले कथाको पुरै मोड बदल्दै थियो। यहाँ हेरौँ त कस्तो असमान लडाईँ छ। एकातिर सिंहको भीमकाय शक्ति र क्रोध, अर्कोतिर खरायोको सानो शरीर तर शान्त दिमाग। खरायोले सिंहकै मैदानमा, यानि कि बलको खेलमा खेल्नै खोजेकै थिएन, उसले त खेलको नियमै बदल्दै थियो। खरायोको पहिलो र सबैभन्दा चतुर चाल के थियो थाहा छ? समय। उसले जानी जानी ढिला गर्यो। बिहान हिँडेको खरायो बाटोमा आराम गर्दै घाँस खाँदै साँझमा मात्रै पुग्यो। किन? ताकि भोको सिंह रिसले चुल होस् र रिसाएको बेला मान्छेको बुद्धिले काम गर्दैन। अनि जब ऊ सिंहको अगाडि पुग्यो, उसले एउटा यस्तो कथा बुन्यो जसले सिंहको सबैभन्दा कमजोर नसामा हान्यो, उसको घमण्ड। उसले भन्यो, महाराज, म त समयमै आउँदै थिएँ, तर बाटोमा अर्को सिंहले मलाई रोक्यो र आफूलाई जङ्गलको राजा हुँ भन्यो। अब कथाको अन्तिम र सबैभन्दा महत्त्वपूर्ण मोडमा आइपुग्यौं। हेरौँ कसरी खरायोले सिंहको सबैभन्दा ठूलो ताकत, उसको अहंकारलाई उसको मृत्युको कारण बनाइदिन्छ। यो वाक्य नै खरायोको सबैभन्दा ठूलो हतियार थियो। उसले कुनै ढुङ्गामुढा प्रयोग गरेन। उसले त सिंहको आफ्नै घमण्डलाई हतियार बनायो र सिंहलाई आफ्नै विनाशको बाटोमा हिँडायो। सिंहको रिसले उसको बुद्धि नै हरियाइदियो। उसको घमण्डले उसलाई यति अन्धो बनायो कि उसले सोच्नै सकेन एउटा सानो खरायोले पनि उसलाई झुक्याउन सक्छ भनेर। ऊ खरायोको कुरामा सजिलै फस्यो। अनि त्यो चतुर खरायोले सिंहलाई कुनै अर्को सिंहसँग लडाउन लगेन। उसले त सिंहलाई एउटा ऐना देखाउन लग्यो। त्यो ऐना थियो एउटा गहिरो इनार। अनि त्यहाँ के भयो भने सिंहले इनारमा आफ्नै छाया देख्यो र त्यसलाई अर्को सिंह ठान्यो। उसले गर्ज्यो, इनारबाट उसकै गर्जनको प्रतिध्वनि आयो। रिसले अन्धो भएको सिंह आफ्नै छायासँग लड्न भनेर इनारमा हाम फाल्यो। अन्त्यमा सिंहलाई कसैले हराएन, ऊ आफैसँग हार्यो। यसको मतलब के हो भने सही रणनीति भनेको सधैँ सिधै गएर भिड्नु होइन। सही रणनीति त त्यो हो जसले विपक्षीको सबैभन्दा ठूलो कमजोरी पत्ता लगाएर त्यही प्रहार गर्छ। खरायोले सिंहको बलमा होइन, उसको घमण्डमा प्रहार गर्यो। यो कथाले हामीलाई एउटा गहिरो प्रश्न सोध्न बाध्य बनाउँछ। कहिलेकाहीँ हाम्रो सबैभन्दा ठूलो शत्रु बाहिर कोही हुँदैन, हाम्रो आफ्नै अहंकार, हाम्रो आफ्नै कमजोरी हुन्छ, जसलाई हामीले सिंहले जस्तै चिन्न सकिरहेका हुँदैनौँ।